कि एक्लैले अहिले जति ठाउँमा उसले हात हालिराखेको छ, जे काम उसले गरिराखेको छ त्यो एक्लैले कति दिन थेक्छ यो मान्छेले। उसले हेपिराखेको अमेरिकनलाई पनि चिडाएकै छ, चीनलाई पनि चिडाएकै छ, हिन्दुस्तानमा त बौलाइ नै भइसक्यो त्यहाँको मान्छेहरू, त्यो चिडाएकै छ। यहाँको प्रशासन सिङ्गे चिडाएकै छ, ट्रेड युनियनवाला जति सबै चिडाएकै छ। खोला मिचेर र सरकारी जमिन मिचेर बसेका देशभरिका यो चाहिँ मै हुँ भन्ने माओवादी खाओवादी र यो चाहिँ नि तपाईँको चाहिँ नि के भन्छ यो 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 जमिन नभएका सुकुम्बासी र हुकुमबासी सबै चिडाएकै छ। उसले नचिडाएको को छ? अदालत सिङ्गे चिडाएकै छ, विद्यार्थी सिङ्गे चिडाएकै छ, शिक्षक सिङ्गे चिडाएकै छ, विश्वविद्यालय सिङ्गे चिडाएकै। यसले नचिडाएको को छ? कस्तो खालको मान्छे रहेछ यो। लडाइँ गऱ्यो भने त एक गरी बिस्तारै गर्नुपर्छ। अल फ्रन्टमा लडाइँ गर्ने एकैताली भन्छ नि यहाँ विद्वानहरूले, सबै फ्रन्टमा एकैताली गोली हान्यो। यो मान्छे जुन तरिकाले अड्न खोजेको छ, भगवान्ले यसलाई अड्ने ताकत दियोस्, अड्ने शक्ति बनोस्। यस्तो प्रधानमन्त्री भयो भने, यस्तो गभर्मेन्ट भयो भने बास 5 वर्षमा उत्पात उल्का हुन्छ देशमा। मलाई भित्र मनले भन्नुहुन्छ भने एक प्रकारको खुसी लागेको छ। भाइ लिउँडको लाउने मान्छे एउटा त आयो। यो मान्छेले त्यो चोइसमा ठिक निर्णय लियो, यो देशको इतिहासमै नभएको हिरो भयो। हेर्नुहोस् त न्यायाधीशहरूको गति, थुक्क भन्छु म त, धिक्कार होस्। अहिले त धमाधम एक्सपोज भयो नि त, बालेनले त्यो त ठुलो काम गरेछ नि।